धनीराम बुढा मगर अहिले चाहिँ मैले लगभग 4-5 वर्ष भयो यो मिलिफेरा पाल्न लागेको। जस यसमा ठिकै छ आम्दानी भन्दा। मसँग अरू सेराना पनि छ लगभग 25-30 घार। अब यो कात्तिके म उत्पादन गर्नको लागि माथि हामीले चाहिँ जङ्गलमा लैजान्छौँ चिउरीमा। लगभग कात्तिक मङ्सिर पुस माघसम्म हामीले हेर्छौँ। किनभनेपछि चिउरीको मात्र नभएर हाम्रो त्यहाँ सिस्टम पनि हुन्छ। त्यो सिस्टमको झार्छौँ हामीले। र यो साल मैले लगभग 6-7 क्विन्टल निक्लिन्छ होला भन्ने अनुमान गरेको छु। त्यो चाहिँ म बढी उत्पादन भनेको नै यो कात्तिक मङ्सिर यो कात्तिके सिजन नै हो। अनि त्यसपछि कम मात्रामा चैते मह कम मात्रामा हुन्छ। त्यो पनि वनमा फुलेको डुडिला अनि त्यसपछि सिसम इत्यादिको रसवार पत्रै हुन्छ। धेरै जसो सङ्कलन मौरीले गर्ने भनेको चिउरी पनि। मेरो जस्तै 19मा तपाईँको ठकालीकोट भन्नेमा 400 बोट काक्ती पनि मैले लगाएको छु। यो साल 4 वर्ष पुग्यो। यो सालदेखि फल्न सुरु गरेको छ। यो काक्ती र मौरीको सँगै फर्म दर्ता गर्नुपर्ला भन्ने योजना छ। अब कस्तो हुन्छ हेरौँ। मेरो अब मैले चाहिँ यो 5 वर्ष भयो सुरु गरेको। मैले 5 घारबाट सुरु गरे हूँ। मैले चाहिँ पहिला 5 घारलाई 14 घार पनि बनाएँ। तर बनाउँदाखेरि के हुने रहेछ भने सङ्ख्या कम भयो भने मौरीको सङ्ख्या कम भयो भने बाहिरी शत्रुले आक्रमण पनि गर्दैछ। जस्तो कमिला भयो, तपाईँको यो बछ्यौँ भयो, अनि त्यसपछि अरिङ्गाल भयो। यिनी बाहिरको शत्रुले बढी आक्रमण गर्ने भए हुनाले अब मैले 1 घारबाट 2 घार मात्रै बनाउने, तर बलियो मजबुत बनाउने, बाहिरको शत्रुले आक्रमण नगरोस् भन्नको लागि 2 घार बनाएपछि मेरो लगभग 90 घार अर्को साल चाहिँ मैले बनाउने मेरो योजना छ, लक्ष्य छ। मैले चाहिँ मेरो माथि 19मा आफ्नै निजी खेत छ सर। त्यहाँ चाहिँ त्यहीँ लग्छु। मैले भाडा पनि तिर्नु परेन। अनि अब आफ्नै बारीको ढिपको चाहिँ मैले तपाईँको बिरुवाहरू रुखहरू काटेर टुनीका रुखहरू काटेर ढालेर सुकाएको छु एउटा। यो साल चाहिँ लगभग 45वटा जति घार बनाउनु पर्नेछ मलाई। त्यसले गर्दाखेरि मैले त्यसलाई चाहिँ लिएर फेरि चिराउँछु मिलमा। अनि त्यसपछि मै आफै किन्न सकिन्न, अलिकति आर्थिक स्थिति कमजोर भएको कारणले आफै चाहिँ के गर्छु, तपाईँको घार चाहिँ निर्माण गर्छु। यो यिनी पनि आफै बनाउनु? म आफै बनाउँछु। त्यो घार पनि बनाउनु? पहिला मैले तपाईँको 4-5 घार किनेँ। किनेपछि मैले त्यसकै नाफोबाट त्यसकै स्केलबाट चाहिँ मैले चाहिँ यसो नापेर आफै बनाएका घार हुने। यो चाहिँ अब तपाईँको साथीले अहिले चाहिँ के भन्नुभयो भने मलाई एउटाले 2 घार दिए भनौँ, एउटाले 3 घार दिए भनेपछि दिएँ। मसँग लगभग 48 कति घार हो, 48 थियो। 24 दिन 48 गराएको थिएँ, तर उहाँहरूले लग्नुभयो। अहिले मसँग तपाईँको 43वटा छ। एउटा चाहिँ हरायो। किन भनेपछि अलि कमजोर थियो, त्यसलाई चाहिँ कमिलाले धपाइदियो या बाहिर अरू मौरीले आक्रमण गरेर धपाइदियो। एउटा हरायो, मिस भयो आफै। 5 घार बेचेँ। मसँग अब 43वटा छन्। लगभग तपाईँको 2.5 लाख जतिको बेचेँ होइन म गत साल गएको। अनि मौरीको चाहिँ तपाईँको 42,000 भने समथिङ 3 लाखको हाराहारी भयो होला होइन सर? अनि तपाईँको रुखभिर गर्न सकिन्न, दौडिन सकिन्न होइन, बलकाम गर्न सकिन्न। मौरीले त के हो, हेऱ्यो खोल्यो हेऱ्यो होइन। अनि त्यसपछि उसले लिन्छ, आफै सङ्कलन गर्छ, आफै ठ्याक्क ट्याम पारिदिने मात्रै, लगेर बसालिदिने मात्रै।